हाई एभ्रिवान, के गर्नुहुन्छ त हौ? नयाँ भिडियो त ल्याउनै पर्यो होइन। एनदर डे एनदर मी होइन। एनदर त होइन, म त्यही नै हो। तर अनि मासु भएको थियो नि त, त्यही भएर हातैले खाएँ नि। मेरो बर्थडे चाहिँ नि सटरडे हो कि, त्यही भएर लुगा मगाएको थिएँ। अनि लुगा आइसकेर मक्ख परेर हेर्दै थिएँ कि मैले होइन। अनि कस्तो मक्ख परिरहेको छु म, हेर्नु न, आफै मगाउँदै। अनि यो चाहिँ मेकअप सिक्न आइसकेर रहेछ नि होइन। अनि म कति छोक बिर्सिन्छु क्या भिडियो बनाउँदा कस्तै छु। अनि म चाहिँ आज धेरै पछि मेरो भदैनीसँग बोलिरहेको थिएँ होइन। अनि हेर्नु न कति मजाले हाँस्छ क्या, कस्तो माया लाग्दैछ क्या। कहिले भेट्नु कहिले माया गर्नु टाइपको हुन्छ क्या मलाई चाहिँ। अब उसले के अरे मलाई भाउजूले ह्याप्पी बर्थडे भन्दाखेरि यस्तो रमाकी चाहिँ नि, म लास्टमा भिडियो हालिदिन्छु क्या। कस्तो रमाकी चाहिँ, मेरो चाहिँ सटरडे बर्थडे हो कि, त्यही भएर पनि हो क्या। अनि अब मेरो गन्थन सुन्नुलाई, मेरो गन्थन कस्तो गन्थन छ नि फेरि मेरो। 2-4वटा भिडियो बनाएँ होइन। अनि अब म बसेर छु, म केही नै गर्दिनँ। म भिडियो त हाल्नु है, हाल्नु, तर म के गर्छु? म केही नै गर्दिनँ। उठ्छु, खान्छु, पार्लर जान्छु, निस्किन्छु, आउँछु, माथि बस्छु। मेरो भिडियो हेर्न नि बोरै हुँदो नि मान्छेहरूलाई है। त्यही पनि के गर्नु, हाल्न मन लाग्छ भिडियो मलाई। अब रुक्नु, अब त म केही नै गर्दिनँ। के रुक्नु होइन, अब त म झन् केही नै गर्दिनँ। अब त्यही पनि मेरो भिडियो चाहिँ हेर्दै जानु। अब किन हेर्न छोड्नुहुन्छ त, हेर्नै पऱ्यो होइन। बकवास त सुन्नै पऱ्यो मेरो। अझ यो नयाँ हालेको छु, हेर्नु कस्तो दामी भ्यू छ क्या मेरो झ्यालबाट। भगवान् कस्तो दामी छ क्या, हेर्नु त झन् कस्तो दामी देखेको। अनि मेरो चाहिँ गमलाको काम भयो। यो गमला चाहिँ मैले बनाएको थिएँ, अर्कै बोतलमा थियो र राम्रो बनाएको थिएँ। अनि टक्क एकछिन हेर्न जान्छु कि म, बेलुका चाहिँ धेरै टाउको दुख्छ र हेर्छु। अनि बहिनी र म चाहिँ पुल साइडतिर हिँडेको। अनि यो चाहिँ भ्यू हेर्नु। अनि बहिनीको साथी छ क्या, बाटोमा जाँदा पर्छ त्यहाँनिर। अनि जहिले जान खोज्छ क्या साथी हिँड्न त भनेर। अनि जान्छु म एकछिन जहिले पनि। अनि केटाकेटी चाहिँ खाना खाँदै रहेछन्। अनि हामी गयौँ भने टक्क पारेर खाना खाँदै रहेछन्। अनि मम्मीको फोन पनि आयो एकछिन त्यहाँ बस्दाखेरि। अनि त्यसपछि हामी घर आयौँ। अनि घर आउँदा चाहिँ 8 बजे थियो, त्यसपछि सुतेँ। Happy birthday dear